आज हामी नेपालको शेयर बजार अर्थात् नेप्सेको यो जुन अभूतपूर्व वृद्धि छ त्यसलाई अलि गहिरिएर निहाल्दैछौं। हेर्दा त एकदमै हाइटेक सबैको पहुँचमा छ जस्तो देखिन्छ, तर के यसको पछाडि केही कमजोरीहरू लुकेका छन्? आउनुहोस् यसबारे आज कुरा गरौँ। एउटा भनाइ छ नि, जुन कोभिड-19 को लकडाउन बेला एकदमै चर्चित भयो, अब त पान पसलेले समेत आइपिओ भर्न थाले। वास्तवमा यो भनाइले शेयर बजारमा लगानीकर्ताको सहभागिता कसरी देशभरि नै एक किसिमले विस्फोट नै भयो भन्ने कुरालाई छर्लङ्ग पार्छ। 70 लाख हो, यो हो नेपालमा भएका डीम्याट खाताहरूको संख्या। डीम्याट खाता भनेको शेयरलाई डिजिटल रूपमा राख्न चाहिने खाता हो। अब सोच्नुस् त, यो भनेको देशको कुल जनसङ्ख्याको लगभग 24% हो। केही वर्षमै यति ठूलो छलाङ यो साँच्चै नै अकल्पनीय हो। त्यसो भए लगानी कसरी एउटा राष्ट्रिय चर्चाको विषय बन्यो त? यसको सुरुवात भयो एउटा नाटकीय प्राविधिक क्रान्तिबाट। सरकारी केन्द्रबाट सुरु भएर पूर्ण डिजिटल एक्सचेन्जसम्मको यात्रा दशकौं लामो रह्यो। तर सबैभन्दा महत्त्वपूर्ण र ठूला परिवर्तनहरू भने भर्खरै मात्र भएका हुन्, खास गरी 2018 पछि। पहिले र अहिलेको व्यापार गर्ने तरिकामा त आकाश जमिनको फरक छ। सोच्नुहोस् त, कुनै बेला ब्रोकर अफिस धाउनु पर्ने, घण्टौं लाइन बस्नुपर्ने, कागजी प्रक्रियाको झन्झट। अहिले त स्मार्टफोनमा केही ट्याप गरेकै भरमा सबै काम हुन्छ। यसले गर्दा बजारमा को सहभागी हुन सक्छ र कसरी हुन सक्छ भन्ने पुरै परिभाषा नै बदलिदिएको छ। ल, यो नयाँ डिजिटल इन्जिन शक्तिशाली त छ, तर यसको जग कस्तो छ त? अलि भित्र पसेर हेर्दा त्यो जग आश्चर्यजनक रूपमा कमजोर देखिन्छ। विज्ञहरूले बजारको मुख्य पूर्वाधारलाई एउटा हाम्रो आफ्नै स्थानीय उपमा दिएर वर्णन गर्छन्, एउटा 3 पाङ्ग्रे टेम्पो। अब एउटा टेम्पोलाई राम्रोसँग चल्न 3वटै पाङ्ग्राहरू सही सलामत हुन जरुरी छ, होइन र? त्यसो भए बजारका ती 3 पाङ्ग्राहरू के हुन् त? पहिलो ट्रेडिङ प्रणाली, दोस्रो सेटलमेन्ट ग्यारेन्टी फन्ड, अनि तेस्रो अक्सन बजार। अब यस्तो सोच्नुस् न, ट्रेडिङ प्रणाली भनेको अगाडिको पाङ्ग्रा हो जसले गाडीलाई दिशा दिन्छ, र बाँकी 2 पाङ्ग्राले चाहिँ स्थिरता र सुरक्षा प्रदान गर्छन्। ल, टेम्पोको अगाडिको पाङ्ग्रा अर्थात् ट्रेडहरूलाई प्रक्रियामा लैजाने जुन अनलाइन प्रणाली छ, त्यो त ठिकठाक चलिरहेको छ। यसमा खासै ठूलो समस्या छैन, बजार अगाडि बढिरहेको छ। तर गडबड यहाँबाट सुरु हुन्छ। दोस्रो पाङ्ग्रा अर्थात् कुनै डिफल्ट भइहाल्यो भने त्यसबाट बचाउने जुन सेटलमेन्ट ग्यारेन्टी फन्ड छ, त्यो प्राविधिक रूपमा अवस्थित त छ, तर नियामक बाधाहरूले गर्दा सञ्चालनमा नै छैन। यो त ठ्याक्कै पञ्चर भएको टायरमा गाडी चलाउनु जस्तै भयो। र अब सबैभन्दा ठूलो समस्या, तेस्रो पाङ्ग्रा अर्थात् कुनै विक्रेताले बेच्न नसक्दा वा डिफल्ट गर्दा शेयरहरू ह्यान्डल गर्ने अक्सन बजार, त्यो त अस्तित्वमा नै छैन। भनेपछि हाम्रो बजार अनिवार्य रूपमा एउटै मात्र चल्ने पाङ्ग्राको भरमा दौडिरहेको छ। अब प्रश्न उठ्छ, यस्तो कमजोर प्रणालीलाई चलाउने इन्धन चाहिँ के हो त? त्यो हो लगानीकर्ताहरूको एक अद्वितीय मनोविज्ञान, जुन दीर्घकालीन मूल्य सृजना भन्दा पनि अल्पकालीन नाफा कमाउने कुरामा बढी केन्द्रित देखिन्छ। नेपालमा के छ भने आइपिओहरू प्राय 100 रुपैयाँको अंकित मूल्यमा जारी हुन्छन्। अब बजारमा माग धेरै र आपूर्ति कम हुने अनि ठूला शेयर धनीहरूका लागि लक इन अवधि हुने कारणले सूचीकरण भएपछि यसको मूल्य लगभग सधैँ वात्तै बढ्छ। आइपिओ पढ्नु भनेको चिट्ठा पढ्नु जस्तै भएको छ। एकजना विज्ञको यो भनाइले बजारको एउटा तीतो यथार्थलाई उजागर गर्छ। उहाँ भन्नुहुन्छ, 100मा निस्केको आइपिओ शेयर 2500मा किन्ने कस्तो मान्छे होला? कुरा के हो भने आइपिओ पर्नेले त ठूलो नाफामा बेच्छन्, तर दोस्रो बजारमा कोही न कोहीले त त्यो अस्वाभाविक रूपमा बढेको मूल्यमा किन्नै पर्छ। हो, यसले बजारलाई एउटा तातो आलुको खेल जस्तो बनाइदिन्छ। लगानीकर्ताहरूले कम्पनीको वास्तविक अवस्था कस्तो छ, त्यसले कति कमाउँछ भनेर हेर्नुको सट्टा यो बढिरहेको शेयर अरू कसैलाई बेच्न सकिन्छ कि सकिँदैन भन्ने आशामा किनिरहेका हुन्छन्। यहाँ लगानी, समय र भाग्यको खेल बन्न पुगेको छ। अब यो कमजोर प्रणाली र यस्तो अनुमानित व्यवहारको संयोजनले कस्तो जोखिम निम्त्याउन सक्छ? आउनुहोस् लोकप्रिय जलविद्युत क्षेत्रमा यसको एउटा डरलाग्दो उदाहरण हेरौँ। सोच्नुहोस् त, यदि हामीले किनेको स्टकको म्याद, समाप्त हुने मिति अर्थात् एक्सपायरी डेट भइदियो भने के हुन्छ? नेपालका धेरै जलविद्युत कम्पनीहरूका लागि यो कुनै काल्पनिक प्रश्न होइन। यो एउटा वास्तविकता हो जसको बारेमा धेरैजसो लगानीकर्ताहरू पूर्ण रूपमा अनभिज्ञ छन्।
कुरो के हो भने धेरैजसो जलविद्युत आयोजनाहरू निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण अर्थात् बुट मोडलमा बनेका हुन्छन्। यसको मतलब कम्पनीले 30-35 वर्षसम्म आयोजना चलाउँछ, नाफा कमाउँछ। तर त्यो अवधि सकिएपछि सम्पूर्ण परियोजना सित्तैमा राज्यको स्वामित्वमा जान्छ। र जब कम्पनीको मुख्य सम्पत्ति नै रहँदैन, तब शेयरधनीको लगानीको मूल्य शून्यमा झर्न सक्छ। प्यानलका एक विज्ञले त अझ कडा शब्दमा भन्नुभयो, त्यो मान्छेहरूलाई चाहिँ हामीले फसाइरहेछौँ। उहाँको तर्क के थियो भने यो 30 वर्षे हस्तान्तरणको शर्तबारे स्पष्ट जानकारी नदिई सर्वसाधारणलाई यस्ता कम्पनीको सेयर बेच्नु भनेको उनीहरूलाई धोका दिनु बराबर हो। यस्तै गहिरो समस्याहरूले गर्दा अब सम्पूर्ण एक्सचेन्जको भविष्यबारे नै एउटा ठूलो बहस सुरु भएको छ। नेप्सेलाई सुधार गर्ने कि यसको विकल्प खोज्ने? नेप्सेको आधुनिकीकरणको सुस्त गतिले गर्दा अहिले 2वटा खेमा स्पष्ट देखिएको छ। एउटा खेमाले भन्छ हालको प्रणालीलाई नै सुधार गर्नुपर्छ, यसका समस्याहरूलाई समाधान गर्नुपर्छ, र अर्को खेमाको विश्वास छ कि नयाँ निजी प्रतिस्पर्धी एक्सचेन्ज नै अगाडि बढ्ने एकमात्र बाटो हो। यहाँ मुख्य समस्या बजारको आकार होइन। खास समस्याहरू हुन् नयाँ प्रविधि अपनाउनमा हुने ढिलाइ, डेरिभेटिभ्स जस्ता आधुनिक उत्पादनहरूको अभाव र एउटा परिवर्तन प्रतिरोधी मानसिकता। वर्तमान एक्सचेन्जले आफ्ना 70 लाख सहभागीहरूको माग पूरा गर्न सकिरहेको छैन भन्ने अनुभूति बढ्दै गएको छ। र यी सबै कुराले हामीलाई एउटा अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा ल्याइ पुर्याउँछ। नेपालको शेयर बजारमा लगानीकर्ताको सङ्ख्या त वात्तै बढ्यो, तर के हाम्रो बजार साँच्चै परिपक्व भएको छ त? यो फराकिलो बजारमा गहिराई चाहिँ कहिले आउँला?